खाम्री हो मेरो नाम चाहिँ दानियल लेप्चा म नाम्चु कति खुसी लाग्यो आज नाम्चु यहाँ भेट्नु पाउँदा तपाईँ नाम्चु आफ्नो भेट्दाखेरि तपाईँको चाहिँ दोकान रहेछ नि होइन मेरो यो आफ्नै म्यानुफ्याक्चर भन्नुहुन्छ मेरो आफ्नै म्यानुफ्याक्चरिङ कहाँनिर तपाईँको चाहिँ हो सिलिगुडी देवीडङ्गामा एउटा छ अच्छा एउटा सिलिगुडीमा देवीडङ्गामा एउटा सालबारीमा ए सालबारीमा छ सालबारीमा चाहिँ हामी दुम्प्रा दुम्देनहरू ए पाउँछ सबै पाउँछ कुन ठाउँमा सालबारी चाहिँ सालबारी एसआइटी पेट्रोल पम्प छेउमा छ अच्छा त्यसलाई हाम्रो थापा कम्प्लेक्स भन्छ अच्छा मेरो कम्पनीको नाम चाहिँ दानपुक DANPUK यहाँ तपाईँलाई म यस्तोमा छ नि ल तँलाई चाहिरहेछ दिल्लीको लागि यो यसले अस्ति कहाँ पाउँछ यहाँ भन्दै थियो ठिक्कै सालबारीमा यो नि यार उहाँको ब्रान्ड यो दानपुक हामी MSME रेजिस्टर्ड हो ए अन्त गर्दैछौँ अहिले हामीसँग 17जना काम गर्छ ए है म त अस्ति यस्तो के अरे दुम्प्रा त उता नागाल्यान्डमा म उयो हर्नबिलमा गएको थिएँ कि हजुर त्यहाँ त एउटा दोकानै राखेको थियो तर नागामिसहरूको मिक्सिङ त्योहरू पनि लुगाहरू यो टाइपको सबै यो मेरो 26 साल भयो आमा 26 साल भयो 26 इयर्स तपाईँको यो मैले आफ्नो हातले सिकाएको ए आफै हजुर यो हेर्नुहोस् तपाईँ चाहिँ ट्रेनिङ गर्नुभएको एक्चुअली मेरो चाहिँ कलकत्तामा मेरो अनिसँग बस्दाखेरि चाहिँ सिकेको ए मेरो एजुकेसन कम्प्लिट गरेर त्यहाँ म निफ्ट गर्नु हो क्या तपाईँले त हजुर फेसन डिजाइनिङ गर्नु हो क्या होइन मैले गरिनँ मेरो माइकोले चाहिँ ल तपाईँहरू पनि यो ब्यागहरू के चाहियो भने गिफ्टहरू अब हाम्रो उहाँले भन्दा दिल्ली जानु आँटेको छ यहाँ दिल्ली जानुको लागि उहाँलाई चाहिँ उयो दुम्प्रा के अरे दुमदेन चाहिएको अन्त कहाँ पाउँछ यहाँनिर होस् कहाँबाट मगाउनु भन्दै थियो सालबारीमा लु उहाँ सालबारीमा छ अब सालबारीमा एकदम एसआइटीको छेउमा तपाईँहरूले उहाँलाई कन्ट्याक्ट गऱ्यो भने भइहाल्छ तपाईँको नम्बरै दिनु बरु सुविस्ता हुन्छ 8372 98 77 उहाँसँग कन्ट्याक्ट गरेर दानियल हाम्रो दानियल इङसँग कन्ट्याक्ट गरेर तपाईँलाई जे चाहिन्छ गिफ्टहरू आइटमहरू हजुर उहाँले सबै नै गर्नुहुँदो रहेछ बिहाहरू केही भयो भने तपाईँहरूले कस्टमाइज गर्नु पऱ्यो नि हाम्रो दानियल इङलाई भेटेर यो त लामी जस्तो रहेछ यो लो रिसाउँदा त यस्तै देख्छ यसलाई हाँस्दा मात्रै राम्रो देख्छ लो यो छ नि यो चाहिँ चौरी गाईको ए चौरी गाईको हेर्नुहोस् है चौरी गाईको यो छ नि दुमदेन छ भने लगिराख बहिनी यहाँबाट छैन किन्नै त भने ए तपाईँहरूले गरेको आमा उहाँहरूले गरेको रहेछ पेन्टिङ पनि मैले होइन मेरो साथीहरूले लु हेर्नु है यहाँ अब तिमी राम्रो त्यसो गर के बनाए ए हुँदो रहेछ भुत्ला आम्मामा ल यो चाहिँ पकाउने गाउँ भयो है दादुरा यसो दल्नु भयो ए है यसको तपाईँ मेडिसिन पनि भयो अब हामी त विश्वास गर्दैन होइन जहाँ यो आउने आयो गयो आयोमा त्यस्तो हुँदो रहेछ ब्याग ए एकछिन देखाउनु त फेरि भन्नु त जहिले पनि ब्याग किन्दाखेरि त्यो चाहिँ कतिले अब यो विश्वास गर्दो रहेछ है आयो यो बिचको चाहिँ गयो आयो गयो आयो यो मिलाएर बनायो भने ब्याग बिग्दैन हाम्रो टेक्निकली धेरैवटा कुरा मैले लर्न गरेँ ड्युरिङ माई जर्नी यो मैले लर्न गरेँ अन्त हामी योहरू सबै तपाईँको यो सबै जिरो वेस्ट ए है जिरो वेस्ट इन द सेन्स मेरो यो फ्याक्ट्रीमा जति वेस्ट उफ्रिन्छ आई मिन यसमा कटिङ गरेर जो टुक्रा मान्छ नि त्यसलाई चाहिँ हामीले यो मसिनो प्रडक्टहरू बनाउँछ रिसाइकल पनि भयो यो पनि यसले युज गर्नु सक्यो एयरबड राख्नु यो पनि यस्तो सानो देख्छ तर मैले यस्तोमा पट ब्याग एयरपोर्ट हाल्नु भयो तपाईँको सेफ भयो यो सबै हामी स्काई ब्यागको चलाउँछ यो स्काई ब्यागको ब्रान्ड चाहिँ यो राउन्ड हुन्छ हजुर अर्को लोकल चाहिँ स्क्वायर हुन्छ त्यो चाहिँ टकटक भाँच्छ हो हजुर हामी एकदम गुड क्वालिटीमा युज गर्छौँ ल पैसै नरहँदैन भन्नेहरू चाहिँ यो ब्याग किन्नै चौरी गाईको रहेछ हातमा यस्तो रब गऱ्यो भने गनाउनु पनि यो सुङ त पनि सुँगेर भन्दा के गनायो अरे भुतलाई गनायो अरे अघि उहाँले बालहरू गरेको यहाँ चाहिँ पैसा रहँदैन भन्नेहरू चाहिँ खोल्दै त बहिनी त्यो चाहिँ मलाई पनि इन्ट्रेस्टिङ लाग्यो मेरो हातमा पैसा रहँदैन नि भन्दैछ नि त्यो चाहिँ यहाँनिर यस्तो हेर्नु भनेपछि आयो गयो आयो गयो आयो आएको यो ब्याग चाहिँ किन्नु है तपाईँहरूले
थ्याङ्क यू मलाई लु मेरो अब उहाँको यसो दोकानतिर भिजिट गरिदिनु उहाँको नम्बर दिइहालेको छ त्यो च्यानलबाट तपाईँले सब्सक्राइब त के अब जतिले गर्नुभएको छ सेयर चाहिँ गरिदिनु हाम्रो यिनको अब उहाँ इन्टरप्रेनर हाम्रो रङ सक्दुममा नयाँ एकजना ल